यता माथिल्लोपट्टि काका लु 9-10 खेप अनि सिलिनी बारीकोमा लेखको साथी अब यहाँ कसैलाई फोन नम्बर छैन भन्छ नि साथी त खोज्नु पर्यो नि अब एक्लै जानु भएन एकछिन गएर सघाउँदा त नि लाऊ बिस्तारै नै गरेको त कसरी पो के चाहिँ 125 3 महिना किनेको के काका घरमा ल्याएर भर्दा 1 महिना र निम्ति पनि थिएन बोट पत्रो थिएन 120 रुपैयाँ 10 रुपैयाँ 125 किनेको त्यो तपाईले देखाउनु भएकोमा हैन अनि घरमा ल्याएर भर्दा त 1 महिना र निम्ति पनि थिएन हौ अनि कति साह्रो ठगेको माना थिएन कि यत्रो बटुका थियो क्या अरू बेला तल एउटा बोजूले ल्याउँथ्यो आएन रहेछ त्यो बोजू म त छक्कै पऱ्यो भटमासको दाम सुन्दा त त्यहाँ भटमास किनामै बनाउनको त मेरो नानीलाई खानु मन पर्यो अरे हिजो बनाइरहेछु त्यहाँ पनि आगो मरिगएछ उच्छ कि हुँदैन अस कति हो अनि तिम्रो घरमा निस्कियो अनि म माथि जाउँदा तपाईँ आउँदै हुनुहुन्छ हाम्रो सामान कहिले काका आउनु भयो भने आएन भन्नुहुन्छ फेरि कहाँ पुगेर चाहिँ ज्वाइँको सामान मात्रै ए झरिने खर्का पसल खोलेको थियो र किन ए म त त्यही भटमासै किन्नु गएको नि होइन यो ठुल्ठुलो त लाउनु न काका यो ठुल्ठुलो त लाउनु न राम्रो राम्रो अचार बनाऊ ल ल ल ल म के लिन्छु थाहा ल ल हजुर मेरो छोरो पनि आउनुभयो तपाईँहरूले खबर सुन्नुभयो ए अन्त मनी यहाँ काकी नै छैन मतलब घर नै तल सिलिनु परेकोमा जाँदै गरेको अघि गयो हाम्रोहरू त जानु जानु यो माथिको ठुलो ठुलो काका त एउटा एउटा त्यसरी लगाइदिनु नि अब यसले चट्ट गरेपछि यसको अचार पनि हुन्छ सुप पनि हुन्छ जे पनि यत्रो ठुलो बयम छ र नि यत्रो ठुलो बयम छ र काका नि बयम अट्ने छ र यत्रो ठुलो यस्तो उयोमा लाउनु न बाल्टिन बुन्ते बुन्ते काकीले जहिले भुन्तेमा लाउनुहुन्थ्यो नि